चिया बगानको शान्त वातावरणमा समय आफै बिस्तारै बग्छ। हरियो बोटबिरुवा, शीतल हावा अनि तातो चियाको स्वाद। यी साना क्षणहरू जीवनकै असल उपहार हुन्। कहिलेकाहीँ केही बोल्नु जरुरी हुँदैन, बस चुपचाप चिया बगानमा बसेर हरियाली हेर्नु नै काफी हुन्छ। जीवनको हतारोबाट केही बेर टाढा चिया बगानको काखमा बस्न पाइयो भने त्यो नै साँचो विश्राम हो। न फोन, न भिड, केवल हरियाली र शान्ति। कहिलेकाहीँ केही बोल्नु जरुरी हुँदैन, बस चुपचाप चिया बगानमा बसेर हरियाली हेर्नु नै काफी हुन्छ। हरियालीले ढाकिएको चिया बगानको सुमधुर शान्ति, बिहानको हावा र चियाको सुवासले मनै रमाउँछ। जीवनका थकाइहरू यहीँ हराउँछन् एक कप चियासँगै। जहाँ हरियाली आँखाभरि फैलिएको छ त्यहाँ शान्तिको अर्कै अनुभव हुन्छ। चिया बगानको हावामा घुलिरहेको चियाको मिठास, बिहानको सूर्यको न्यानो स्पर्श अनि त्यो सन्नाटा जुन आत्मासम्म पुग्छ। जीवनको हतारोबाट टाढा यहाँ समय आफै ढिलो बग्छ। एक कप चिया, हरियो बगान अनि शान्तिको फिल। कति राम्रो, कति सुन्दर ठाउँ छ रहेको। हरियो बोट बिरुवाहरूको बिच यो चिया बगान, यस्तो लाग्छ यो धरतीको हार्टबिट जस्तो हो। यहाँ न त ट्राफिकको आवाज छ न त फोनको झन्झट, केवल पातहरू हल्लिने आवाज, चराचुरुङ्गीको मिठो गुनगुनाहट अनि त्यो ताजा हावामा मिसिएको चियाको सुगन्ध जुन साससँगै भित्र पुग्छ। हिजोको थकाइ, भोलिको डर सबै बग्दछ यहीँ एक कप चियाको साथ। हरेक साससँगै चियाको सुवास मिसिन्छ, हरेक क्षण अझ मिठो लाग्छ। यस्तो अनुभव त चिया बगानमै पाइन्छ। यति सुन्दर, यति हरियाली ठाउँमा, शान्त ठाउँमा रहेको यो चिया बगान एकदमै सुन्दर रहेको छ।